यज्ञ गर्नका लागि सारा देवीगणहरू देवी देवताहरूलाई निमन्त्रणा गरेर ठुलो यज्ञको आयोजना गर्न लागेको छु। छैन केही पनि तयारी गरेको छैन। हजुर तयारी भएर आउनुहोस्, म तयारी गर्दै गर्छु भनेर अघि नै धरेकी थिइन् माथिबाट। कहाँ गइछन्? अहिलेसम्म केही तयारी छैन। हे अर्धाङ्गिनी होइन, कहाँ गइन् हो? दीर्घसूत्री थिइन् अरे कता गइछन्? चाल चुल छैन। ल यताबाट कहाँ हुँदैछन्? हुन त हामीलाई जस्तो सजिलो कहाँ छ र? सिँगार पेटार गर्नै पर्यो, पाउडर क्रिम लाउनै पर्यो। हामीलाई पो सजिलो छ त। अहिले गुरुदेव आउने बेला भइसक्यो। सारा देवगणहरू मैले निम्ता गरेका थिएँ। यक्ष, किन्नर, नाग, नगिनी, नारद भगवान पनि आउँदै हुनुहुन्छ। अरू देवी देवताहरू सबै कैलाशमा यसरी आज हाम्रो यज्ञ मण्डपमा आउनु भएको छ। ऊ भने कता मेकअप गर्दा गर्दै ठिक छ। यहाँ यज्ञ तयारी गर्नु पर्दैन। अहिले गुरुदेव आउनुभयो भनेदेखि के हो हजुरको यज्ञ भनेर गुरुले अहिले गच 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 गर्नुहुन्छ। त्यही भएर यज्ञका लागि आवश्यक पर्ने सबै सामग्रीले तयार गर्नु। तिमी दीर्घसूत्री छौ, कचकच नगरेर के गर्नु? चन्दन, अक्षता, फुल, पुष्प, कलश, नैवेद्य, भेटी, कर्मपत्रको जल ल्याउने अनि अरू सामग्रीहरू सबै ल्याउने। गुरुजीलाई वर्ण गर्ने कपडाहरू ल्याउने, द्रव्य दक्षिणाहरू ल्याउने, यज्ञमा होम गर्ने सामग्रीहरू ल्याउने, सबै तयारी गर्नु परेन? छिटो गर छिटो। अब यिनलाई हराउँदै आफूले पनि अलिअलि मान्छे भ्याउनु पर्यो। ए कलश लगेर त यसो मिलाउँदै गर्नुपर्छ। ल छिटो गर, हे छिटो गर। अहिले गुरुदेव आउने बेला हुँदैछ फेरि। हरे ईश्वर के गर्ने? आका पाहुनालाई काम बनाउने कुरो भएन। यताउति सबैतिर धन धन धुन्धुन आफै गर्ने हो। ल ल ल हजुरहरू बस्दै गर्नु होला। अहिले यज्ञ सम्पन्न भएपछि प्रसादी वितरण हुन्छ। सबैजना बस्नु होला। अब गुरुदेवको पनि आगमन हुने बेला भएको छ। होइन के गर्दैछन्? गुरुजीलाई एउटा बिछौना ल्याऊ आसनका लागि, हामी कर्ता भएर बस्नेका लागि एउटा आसन ल्याऊ, पूजाका सबै सामग्री ठिक पार। होइन तिम्रा अरू सङ्गीहरू कहाँ गए? उनीहरूले पनि सघाउँदै यसो। आज त केही पनि छैन। होइन बडो अचम्म छ। ल गुरुदेवलाई आसन राख्थ्यो। ल हेर फेरि सघाउन त सघाउने, यिनका सङ्गी पनि यी जस्तै छन् त भक्त। यतापट्टि हो गुरुजीलाई आसन, अहिले मार्नुहुन्छ फेरि। यो एउटा आसन त भयो, अर्को खोइ। हरि तिमी त ल्याउँछौ नि ल्याउन त, तर यज्ञ सकेको भोलिबाट ल्याउँछौ र बत्ता कुरो गाह्रो छ त। यो कर्म पात्र यहाँ जान्छ। ल अब भने गुरुदेव आउने बेला भयो जस्तो छ। ओम नारायण नारायण नारायण। गुरुदेव बाहिर आइपुग्नु भयो जस्तो छ। हे दक्ष, म त तिमीले निमन्त्रणा गरेका थियौ, म त आइपुगेँ नि। खोइ के कस्तो तयारी गर्यौ? अब पूजा शुभारम्भ गर्नुपर्छ। होइन गुरुजीको आवाज कहाँबाट आउँदैछ? म देख्दिनँ कि। हेर हेर कता बोल्दै हुनुहुन्छ गुरुदेव? होइन हजुर कहाँ हुनुहुन्छ? के मलाई रतन त लाग्यो, देख्दिनँ। हेर त नाति हेर न, म उच्च आसनमा विराजमान भएको छु। उच्च आसनमा विराजमान भएको छु। कता उच्च आसनमा विराजमान? म यता छु। ए ल गुरुदेव त उहाँ शीर्षासनमा विराजमान हुँदो रहेछ। ल ल ल ल ल ल ल यहाँ बसेर यज्ञ सुरु गरिहाल्नु। चाँडो चाँडो बसेर अब यज्ञ सञ्चालन गर्नुपर्छ। हे दक्ष ल ल बस। ल ल ल ल ल ल बसिहाल, बस त ल ल बस बस।
बस बस बस। एउटा कुराको चाहिँ ज्ञानीलाई राम्रोसँगले थाहा छ है गुरुदेव। के थाहा छ हजुरलाई थाहा छ? यज्ञ गर्दाखेरि देव कार्य गर्दाखेरि दाहिनेपट्टि बस्ने, पितृ कार्य गर्दाखेरि देब्रेपट्टि बस्ने, माइता जाँदाखेरि अगाडि लाग्ने, युद्धमा जाँदाखेरि पछाडि लाग्ने श्रीमतीको कर्तव्यलाई बिर्सेकी छैनन्। ल ठिक छ ल ल अब यज्ञमा विलम्ब भइसकेको छ, छिट चाँडो चाँडो बस। ल ल गुरुदेव ल आचमन आचमन गर त पहिला। ओम अच्युताय नमः गुरुदेव ओम केशवाय नमः स्वाहा स्वाहा माधवाय नमः स्वाहा स्वाहा। ओम अपवित्र पवित्र वा सर्ववस्थांगतो विवाह यस्मरेत पुण्डरीका। यसो गर खड्क। ल अब संकल्प गरौँ है त। हुन्छ गुरुदेव ल। ओम तत्सत् ओम तत्सत् ओम तत्सत् विष्णु 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 पानी समाधान कर्म कर्मणि निमित्तार्थं च दीपाकलश गणेश पूजनं च आवाहन करिष्यामहे। ल छोडिदेऊ। ल अब दियो कलशको गणेशको पूजा गर। ल ल ओम आवाहनं समर्पयामि दिवस आवाहन गर न यसो। आसनं समर्पयामि दिवस्तनाभ्यो नमः। एउटा पुष्पाणि समर्पयामि दिवस्तनाभ्यो नमो नमः। ल अब कलशलाई आवाहन गर। ओम कलशगणदेवताभ्यो नमः। आवाहनं समर्पयामि आसनं समर्पयामि सर्वजनाते गन्ध कित पुष्पाणि च समर्पयामि कलशगणदेवताभ्यो नमः। अब गणेशको ध्यान गर। ओम लंबोदरं परम सुंदरमेकदन्तं रक्तांबरं त्रिनयनं परमं पवित्रं उद्यद्दिवाकरनिरोधनकान्तिकान्तं विघ्नेश्वरं सकलविघ्नहरं नमामि। ओम गणेशाय नमः। श्री गणेशाय विघ्नहर्ताय नमः। आवाहन कर पूजन कर देव। आवाहन समर्पयामि गणेशाय नमः। सर्वजाति गन्धाक्षित पुष्पाणि च समर्पयामि। ओम गणेशाय नमः। ल गुरुदेव अब अरू देवी देवताको पनि पूजा गरिदेऊ। ल ओम श्री सांब सदा शिवाय नमः। ओम लक्ष्मीनारायणाभ्यां नमः। कहाँ फेरि सीता त्यसलाई त बोलाएकै छैन। हे शक्ति, आज तिमी आकाशमा यताउति हेरेर किन टोलाइरहेकी छौ नि? आज मेरा बहिनी र ज्वाइँहरू यति सुन्दर वस्त्र लगाएर कहाँ जाँदै हुनुहुन्छ? हे शक्ति, आज तिम्रा पिता माता पिताले ठुलो यज्ञ गर्दै हुनुहुन्छ। हो त्यो यज्ञका निमित्त मान्नको लागि सम्पूर्ण देवी देवताहरू दक्ष प्रजापतिले गरेको त्यो यज्ञ स्थलमा जाँदै हुनुहुन्छ सती। मलाई पनि मेरा माता पिताको यज्ञमा जान ठुलो रहर रहेको छ। ढिलो ढिलो भयो। हामी पनि जाऊँ न। हे सती, हामी त्यहाँ जानु हुँदैन सती, त्यसैले जाने कुरा नगर। जाऊँ न जाऊँ प्रभु, मलाई यो मेरो ठुलो इच्छा रहेको छ। यहाँ छिटो गर्नु गुरुजी लघु सङ्ख्याको मन नपराएको छोरी अनि तिमी नरुचाएको छोरी, हामीलाई डाकेन त के हो? त्यसैले त्यो यज्ञमा नजाँदा हामी भोकै रहने पनि छैनौँ। त्यसैले त्यहाँ जाने कुरा नगर सती, जाने कुरा नगर। उसो भए म आफै जान्छु अनि एक्लै गएर आइहाल्छु। हे सती, ठिकै छ, तिमीले जिद्दी गरेर जान चाहन्छ भने म तिमीलाई रोक्न सक्दिनँ। ठिक छ जाऊ, तर मेरो एउटा कुरा याद राख है सती, तिमी दक्ष प्रजापतिको त्यो यज्ञमा पुगेपछि त्यस्तो कुनै अप्रिय घटना घट्ने भयो भने एकचोटि मलाई स्मरण गर्नु है सती। हुन्छ प्रभु। ल गुरुदेव अब यता सबै यहाँ धुपधार पनि भयो कि ल अब हवन गरौँ है त। ल ल ल ओम गणेशाय स्वाहा स्वाहा देव स्वाहा स्वाहा समात्रिभ्यो स्वाहा स्वाहा गणेभ्यो नमः स्वाहा स्वाहा देवताभ्यो नमः स्वाहा स्वाहा ओम स्वाहा 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 ओम 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 स्वाहा स्वाहा। गुरुजी सक्यो? स्वाहा। ल ल छिटो गर छिटो। यहाँ अब भोकले यहाँ सबै प्रसाद कतिखेर खाने बेला हुँदैछ भन्दैछ। अनि त्यहाँ बाहिर को आए जस्तो छ, कता कसले बोलाए जस्तो छ। जाऊ जाऊ हेरेर आऊ को आएछ। ल ल ल हल्ला नगरी बस्नुहोस् तपाईँहरू। अब यज्ञ लगभग सकिन लागेको छ, त्यसपछि प्रसाद वितरण गरौँला। बस्दै गर्नु होला। ल
होइन कुवा आएको रहेछ पिताश्री हजुरले सबै देवी देवताहरूलाई भाग छुट्याउनु भएको छ अनि महादेवलाई खोइ त पिताश्री को महादेव बचिँदैन कहाँको महादेव महादेवलाई मेरो यत्रो विशाल यज्ञमा बोलाएर यो मेरो यज्ञलाई अपवित्र बनाउनु छैन मैले जानी जानी त्यसलाई भागमा छुट्याएको र नबोलाएको त्यो जस्तो हेर्दैखेरि विष भाङ धतुरो खाने सर्पको माला लाउने बाघको छाला ओढ्ने स्यामसाम घाटमा बस्ने रमभेडा टमाटर जस्तो रातो आँखा पार्ने राजद्वार हिँड्ने बुढो गोरुमा चढ्ने एक हातमा चिनिनको ठुटो अर्को हातमा गाँजाको बुटो बोक्ने हेर्दै डर लाग्दो त्यसलाई बोलाएर त्यसले मलाई कति अपमान गरेको छ सारा देवी देवताले मलाई दण्डवत गर्दाखेरि त्यो बजठङ्ग डाँडाको रुखुम्टे जस्तो उठेर मलाई दर्शन समेत गरेको छैन त्यही भएर त्यसलाई मैले जानी जानी नबोलाएको हो सम्झनै तेरी छोरीलाई इन्चेट गर्छ यज्ञ गरिराखेका बेला कहाँबाट फेरि आइन्छ हिँड्नु त पठाएको थिएन यदि यत्र ज्वाइँ छोरीलाई सबैलाई बोलाएको थियो भयो पिताश्री म मेरो महादेवको यति अपमान सहन सक्दिनँ त्यसैले म आज आफ्नो प्राण यही त्याग दिन्छु कस्ता कस्ता हराला जुसीले किरा काट्ला होइन होइन साँच्चैको परम धाम गयो क्या हो यसो पानी छम्के है नाकमा हात लाटा गई चाहिँ क्या हो यहाँ यज्ञका बेला के बेला के भने जस्तै कहाँबाट आएर हेर न नाटक गरेको मूर्खा परे जस्तो केही भएको होइन यो नर्तकी हो क्या नाटक मात्रै पार्नु जान्दा चाहिँ ढुक्क भएर बस्दा हुन्छ र यसरी सती माताले दक्षका यज्ञमा आफ्नो देह त्याग गरिसकेपछि नारदले देख्नुभयो र नारद तुरन्त त्यो समाचार पुर्याउनका लागि कैलाश पर्वततिर प्रस्थान गर्नुभयो र महादेवलाई सबै वृत्तान्त सुनाउनु भयो तत्पश्चात महादेवले आफ्ना आफ्ना आँखाहरू राता राता बन्दै क्रोधले युक्त भएर आफ्नो जटाबाट एउटा जटालाई निकालेर भुइँमा पछार्नुभयो तब वीरभद्र नाम गरेको एउटा महाबलशाली योद्धाको गणको उत्पत्ति भयो र उहाँले यज्ञको विध्वंस गर्नका लागि दक्षको यज्ञमा पठाइदिनु भयो यो चाहिँ रोरै बसिरहेको दक्षको कारण आज मेरी सतीले देह त्याग गरिन् वीरभद्र भाग्य होस् महादेव वीरभद्र जाऊ तुम्ही पापिष्ट दक्षको यज्ञ विध्वंस पारी तो पापिष्ट दक्षको प्राण फेरेर आऊ महादेवको जय वीरभद्रको कारण माता सतीले आफ्नो देह त्याग गर्नु पर्यो तो दक्ष प्रजापतिको प्राण फेरेर आऊ हुन्छ महादेव म आदिबाट पुगिसकेँ महादेव अब यो रुँगेर बसिरहेको चाहिँ खोइ गुरुजी बता कुवा भन्यो हे दक्ष मैले महादेवको अपमान गरिस् जब अपमान सहन नसकेर सती माताले यही हवन कुण्डमा आफ्नो प्राण त्याग आज म तेरो शिर छँदै छेदन गरेर अब मलाई दक्षकी
पत्नीले बिरौना स्वामीको बिरौना गर्दा गर्दै वीरभद्रले दया लागेर बोकाको टाउको दक्ष प्रजापतिको शिरमा उल्टापट्टि फर्काएर जोडिदिनुहुन्छ। र यसरी टाउको जोडिदिइसकेपछि दक्षको केही चेक खुल्छ र ऊ बौरिन थाल्छ। र यसरी दक्षको टाउको जोडिसकेपछि दक्ष त्यहाँबाट विलुप हुन्छ र सतीदेवीको जुन शरीर छ त्यो शरीर कस्तो अवस्थामा छ के छ भन्दै कैलाश पर्वतबाट बिलाउन गर्दै आ सती भन्दै दुःख बिसाउँदै महादेवको आगमन हुन्छ। सती नारदजीले भन्नुभएको आज तिमीले मेरो अपमान सहन नसकी आफ्नो देह त्याग गर्यो रे सती, आफ्नो देह त्याग गर्यो रे। तिमीले आज यस्तो कदम चाल्नुभन्दा अगाडि मलाई एकपल्ट पनि सम्झन है सती, तिमीले एकपल्ट पनि मलाई सम्झन है सती। सती 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 उठ न सती उठ, मलाई छोडेर नजाऊ सती, मलाई छोडेर नजाऊ सती, मलाई छोडेर नजाऊ। तिमी बिना एक्लो छु सती, म तिमी बिना एक्लो छु, तिमी बिना एक्लो छु सती। ए सती सती ए सती उठ न सती उठ, उठ न सती। एकपल्ट महादेव त भन्दौ न सती, एकपल्ट महादेव त भन्दौ न सती। यदि तिमी यसरी मलाई छोडेर जान सक्छौ भने यहाँ म कुनै पनि कर्म गर्न तयार छैन सती, म यहाँ कुनै पनि कर्म गर्न तयार छैन सती। यहाँ तिमी बिना कुनै पनि कर्म सफल छैन सती, यहाँ तिमी बिना सब भोग जलेको छ सती, सब भोग जलेको छ। ए सती सती उठ न सती उठ, उठ न सती उठ। जुडेर लग्यो प्रकृतिले प्रेम मेरो, आज त ज्वालामुखी हो क्रोध मेरो। म कतिको देवता हो, सारा जगत देखेछ प्रतिशोध मेरो। प्रार्थना गर्नु तपसम्म सृष्टि छ, कुनै छैन कल्पटेर प्रेममा। रक्त टप्किन्छ यदि प्रलयको आँखामा, त प्रलय हुन्छ समस्त संसारमा। खोज्छु आपले सुनेका पृथ्वी ताण्डव हुन्छ जगतमा। यो रुखदेखि मन्त्रमा धारण गरेको टोपी खोलिदिन्छु म समस्त संसारमा। तोडिदिन्छु यो तारिका जगतको, यो पृथ्वी नारी पनि घुम्न रोकिन्छु। जुन आँगनमा आज तिमी जलेर मर्यौ मेरी प्रियतम,
यही अग्निमा म सारा जगत जोगिन्छु यही अग्निमा म सारा जगत जोगिन्छु सारा जगत जोगिन्छु सारा जगत सुधी उठा तिमी मलाई कसरी छोडेर जान सक्दैनौ सुधी तिमी मलाई कसरी छोडेर जान सक्दैनौ तिमी बिना म एक्लो छु सुधी तिमी बिना म एक्लो छु सुधी तिमी बिना म एक्लो छु र यसरी महादेवले सतीको अग्निले जलाउन नसकेको शरीरलाई बोकेर सबै ब्रह्माण्डमा घुम्दै घुम्दै विलाप गर्दै हा सती भन्दै घुम्दै घुम्दै गर्दा विभिन्न ठाउँमा सती देवीको अङ्गपतन भयो। त्यसमध्येको एउटा अङ्गपतन भएको पीठ भनेको हाम्रो धरानमा रहेको पिण्डेश्वर